नमस्कार सबैजनालाई। शिक्षक सेवा आयोग, लोक सेवा आयोग तथा विभिन्न प्रतियोगितात्मक परीक्षालाई मध्यनजर गरेर विभिन्न भिडियोहरू बनाउने क्रममा आज पनि मैले चाहिँ एउटा छोटो भिडियो लिएर यहाँहरूमाझ उपस्थित भइसकेको छु। आजको भिडियोको टपिक्स रहेको छ विश्व सम्पदा सूचीमा सूचीकृत नेपाली प्राकृतिक एवं सांस्कृतिक सम्पदाहरू। छोटो भिडियो छ, हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला भन्दै म विषयवस्तुलाई अगाडि बढाउन चाहन्छु। विश्व सम्पदामा सूचीकृत प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरू के छन् भन्दा एक नम्बरमा रहेको छ हनुमान ढोका दरबार स्क्वायर, जुन काठमाडौँ जिल्लामा अवस्थित छ भने यो सूचीकृत भएको मिति चाहिँ सन् 1979 हो। काष्ठमण्डप, हनुमानको मूर्ति, बसन्तपुर दरबार, तलेजु मन्दिर, कुमारी घर, सङ्ग्रहालय आदि चाहिँ यो क्षेत्रमा पर्दछ। अब त्यसै गरी दोस्रो रहेको छ भक्तपुर दरबार स्क्वायर, जुन भक्तपुरमा छ। यो पनि सन् 1979मै सूचीकृत भएको। तेस्रो रहेको छ पाटन दरबार स्क्वायर, ललितपुर जिल्लामा अवस्थित पाटन दरबार स्क्वायर सन् 1979मै विश्व सम्पदा सूचीमा सूचीकृत भएको हो भने यस क्षेत्रमा चाहिँ कृष्ण मन्दिर, महाबौद्ध, रातो मच्छिन्द्रनाथ मन्दिर र सङ्ग्रहालयहरू रहेका छन्। त्यसै गरी चौथो रहेको छ चागुनारायण मन्दिर, भक्तपुरमा अवस्थित यो चागुनारायण मन्दिर सन् 1979मै चाहिँ विश्व सम्पदा सूचीमा सूचीकृत भएको हो। र चागुनारायण मन्दिरमा के रहेका छन् भन्दाखेरि चागुनारायण मन्दिरको शिलालेख रहेको छ चागुनारायणमा। अब त्यसपछि हेरौँ अरू थप। 5औँ नम्बरमा पशुपतिनाथ मन्दिर क्षेत्र काठमाडौँमा सन् 1979मै सूचीकृत भएको यो पशुपतिनाथको मन्दिर जय बागेश्वरी, देवपतन, श्लेषमान्तक वन, गुहेश्वरी लगायतका क्षेत्र चाहिँ यो क्षेत्रमा छन्। त्यसै गरी शोभनाथ क्षेत्र छ अर्को 6औँ नम्बरमा, जुन काठमाडौँ जिल्लामै अवस्थित छ। सन् 1979मै सूचीकृत भएको हो भने विश्वविख्यात बौद्ध महाविहार चाहिँ यस क्षेत्रमा पर्यो। अब 7औँ नम्बर बौद्धनाथ क्षेत्र काठमाडौँमै रहेको छ। यो पनि त्यही 1979मै भयो। 36 मिटर अग्लो बौद्धनाथ स्तूपा रहेको छ यहाँनिर, यो पनि सूचीकृत भएको छ। अब हेरौँ 8औँ नम्बरमा रहेको विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्र लुम्बिनी क्षेत्र रूपन्देही जिल्लामा सन् 1979मै यो चाहिँ सूचीकृत भएको। बुद्धको जन्मस्थल भनेर चिनिन्छ। मायादेवी मन्दिर छ, अशोक स्तम्भ छ, पुष्करिणी पोखरी छ, सङ्ग्रहालय आदि कुराहरू त्यहाँ रहेका छन्। 9औँ नम्बरमा चाहिँ सगरमाथा राष्ट्रिय निकुञ्ज, जुन सोलुखुम्बु जिल्लामा अवस्थित छ भने सन् 1989मा चाहिँ यो सूचीकृत भएको। सगरमाथा, लोछे, चोयु जस्ता हिमशिखर यहाँ पर्दछन् भने डाँफे, चितुवा आदि जस्ता जीवजन्तुहरू यो राष्ट्रिय निकुञ्जमा रहेका छन्। सन् 1984मा सूचीकृत अर्को चितवन राष्ट्रिय निकुञ्ज हो, जुन चितवन जिल्लामा अवस्थित छ। यसमा चाहिँ एकसिङे गैँडा, पाटे बाघ, मयूर आदि जस्ता जीवजन्तुहरू यस क्षेत्रमा रहेका छन्, यस राष्ट्रिय निकुञ्जमा रहेको छ। हजुर, यसरी 10वटा विश्व सम्पदा क्षेत्रमा सूचीकृत भिडियोहरू यहाँ समस्या राखेँ। कृपया भिडियो कस्तो लाग्छ प्रतिक्रिया नदिनु होला। यसको कन्टिन्यू भिडियो अर्को लिएर आउने नै छु भन्दै आजको यस भिडियोबाट चाहिँ म बिदा चाहन्छु। हस्त, धन्यवाद, नमस्कार।